Hello. Redmi Note 11 unboxing, 15 unboxing गर्दैछौँ. Redmi Note 11. एट GB RAM, 256 GB ROM भएको Redmi unboxing. Note 15 unboxing. Cover Note 15. इसमें क्या आउँछ हेरौँ. SIM eject tool, silicone cover, Redmi quick card, guide and warranty card, Redmi Note 15 safety information. एउटा silicone cover, SIM eject tool यता सार्दिउँ. Mobile set. Wow. यो cover यता राख्दिउँ. अनि अरु के आउँछ यसमा यो यता राख्दिउँ. एउटा टाइप सी डाटा केबल, टाइप सी डाटा केबल, यता राख्दिउँ. 33 वाट को चार्जर, 33 वाट को चार्जर. अनि त्यसै बक्स अरु खाली सबै के छैन. अब मोबाइल हेरौँ. English, Nepal, choose your region, Nepal, policy, agree गरिदिउँ. सिम कार्ड अहिले छैन. अनि वाइफाई स्किप गरिदिउँ. अहिलेलाई सबै स्किप गरिदिउँ. यसमा एक्सेप्ट गरिदिउँ. अनि more and next. Front setting के छ front setting default राख्दिउँ. classic, next. Xiaomi HyperOS preparing system. सिम सिंगल हो यसमा. सिम त टोइल रहेछ त. एकछिन टाइम लिँदै रहेछ अन हुनलाई. एकदम कर्भ डिस्प्ले. यसमा 6000 mAh ब्याट्री छ. 108 मेगापिक्सल सुपर क्लियर क्यामेरा छ. 8 GB RAM, 16 GB, 128 GB, 256 GB चाहिँ रोम छ. कम्प्लिट गरिदिउँ. Xiaomi HyperOS सेटअप कम्प्लिट. वाउ, यो खालको सेटिङ आउँछ. यो कर्भ डिस्प्ले छ. एकदम लुक्स एकदम राम्रो छ. क्यामेरा यस्तो छ.
अब पावर बटम भोल्युम अप डाउन बटम यो चाहिँ स्पिकर क्लियर क्यान्सल भन्ने आएर थियो त्यहाँ मैले क्लियर स्पिकर सिम कार्ड राख्ने ठाउँ दुईवटा सिम सपोर्ट गर्छ एकदम लुक्स एकदम राम्रो छ प्रिमियम लुक्स एकदम राम्रो सेट छ 108 मेगापिक्सल एआई क्यामेरा भनेको छ यो चाहिँ के हो यार यस्तो आएछ यसो भइरहेछ ओके अब यो चलाएर हेर्छौँ हामी ओके आजले यति नै